म हो हृदय राई उद्योग राईको भान्जो र म आज रेकर्ड गरिरहेको छु। हाम्रो घरमा मोमो पाकिरहेछ र उद्योग मामा युट्युब च्यानलको ओनर उहाँ अहिले इस्कुस काटिरहनु भएको छ। मेरो बाबा माथि स्यान्डोमा किन हुनुहुन्छ भिडियो सुट भइरहेको छ भने पनि तर पनि स्यान्डो लगाउने हुनुहुन्छ र यता हुनुहुन्छ मेरो प्राञ्जल राई म उद्योग राईको भान्जाको दादा जेठो दादा र यता हुनुहुन्छ मेरो मम्मी उहाँ चाहिँ आराम गर्दै हुनुहुन्छ उहाँ योगा गर्दै हुनुहुन्छ र यता हुनुहुन्छ मेरो आमा हजुरआमा पनि भन्नु मिल्छ र अहिलेको लागि म भिडियो पोस्ट अन्त मामा कस्तो छ त एक्सपिरियन्स एकदम ओके मोमो खानुभन्दा अगाडिको दुःख पीडा हामी आज तपाईँहरूलाई सेयर गर्दै त रिभर्स 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 मामाको साइडबाट यो मामाको साइडबाट राख्नु भएको भ्यालेन्टाइन डेमा मामाको यो गिफ्ट एक्सेप्ट गर्नेलाई यो हार्ट, गिफ्ट एक्सेप्ट नगर्नेलाई यो हुनु नसकेको मुटु बन्नु नसकेको मुटु। अनि यहाँ मोमोभन्दा अगाडिको पीडा जाहिर गर्दै हाम्रो विशेष साहेब कस्तो छ त तपाईँको अनुभव चाहिँ? मजा आइरहेछ देखिरहेको छु साह्रै मजा आइरहेको रहेछ साथीलाई सदा छ कि मजा छ म देखिरहेको छु। एनिवे नाउ वी हेभ आवर माम्पी कामको बिचमा काम चोरी अनि भन्नुहुन्छ हामी बच्चाहरू धेरै पो चलाउँछौँ त्यस्तो होइन म बोयफ्रेन्डलाई मेसेज लेख्दैछु बिहे भएपछि बोयफ्रेन्डलाई किन मेसेज गर्नुपर्ने बिहे भएको छैन। हेलो अब मामाको च्यानलमा डिमोनिटाइज हान्ने भए। एनिवे फर द पार्ट 3 लेट्स सी यु अगेन। ल सबैजनालाई भिडियोको पार्ट 3 मा पहिला सधैँ पार्ट 1 कै कन्टिन्यू तर क्लिप 3 हाम्रो 2जना ठुलो मान्छेहरूले सुरुमा भएको यहाँ एक टिम र चाहिँ 2जना बच्चाहरू भाइहरू मोमो खाँदै ल ठिक छ। अर्को यहाँ मेरो सिट म काम गर्ने मान्छे यहाँ एकछिन भिडियो बनाएको यहाँ हाम्रो एरे उसको नाम सेरे हेर्नु उसको नाम एरे हो एरे राई एरिना राई। अनि यहाँ हाम्रो पाकान्छा यहाँ हाम्रो मामा हाम्रो यो मेन युट्युब च्यानलको धेरै ओनर। तपाईँले के त कम त गाह्रो छ युट्युबर बन्नु आफ्नो भान्जाले बेला बेलामा भिडियो बनाऊ भन्नुपर्छ गाह्रो छ साह्रै नै। अनि यहाँ विशेष हाम्रो साथी भिडियो बनाउँदै मामा यहाँ हाम्रो मेन सिङ्गर हामी सरी म बनाउँदै हाम्रो लिड सिङ्गर उहाँ पनि मोमो बेल्दै लिड सिङ्गर यहाँ पापा हाम्रो मेकेनिक इलेक्ट्रिसियन मेकेनिक कुक सेफ सबै मिक्सर अल इन वान। अनि हाम्रो यो धेरै प्रयोगशाला यो चाहिँ सेरिना र हामीले बनाएको भल्क्यानो बिरालो केहरू यो चाहिँ मेरो यो के अरे वाइट भन्दा धेरै येलो देखिने चाहिँ मेरो त्यो चाहिँ मेरो रचना है। त्यहाँ तल लाबुबु चाहिँ फेरि यहाँ धुलोमा लडिरहेको रहेछ। यहाँ हाम्रो मेन सेफ माम्पीलाई त हामीले देखाइरहनु त के छ माम्पी सबै सन्चै त्यसो भयो ल। अब क्लिप 3 एन्डिङ अब क्लिप 4 को लागि बस्दै हुनु त्यस बेला सबैजना खान थाल्छौँ होला।